नमस्ते साथीहरु, स्वागत छ हाम्रो युट्युब च्यानल टेक्नो इन नेपालीमा। साथीहरु, यो भन्दा अगाडिको भिडियोमा मैले एसईई को रिजल्ट चाहिँ तपाईले चित्त नबुझे खण्डमा तपाईले अनलाइन मार्फत चाहिँ सजिलैसँग रिटोटलिङ गराउन सक्नुहुनेछ भन्ने जानकारीको भिडियो राखेको थिए। उक्त भिडियोमा चाहिँ धेरै साथीहरुले चाहिँ कमेन्ट पनि गरिरहनु भएको थियो, वेबसाइट खुलिरहेको छैन र साथीहरु वेबसाइट खोलिसकेपछि यसमा चाहिँ कसरी फर्दर प्रोसेस के रहेको छ त्यसको डिटेल एउटा भिडियो बनाउनको लागि धेरै साथीहरुले रिक्वेस्ट पनि गरिरहनु भएको थियो। सो साथीहरु, म चाहिँ तपाईलाई यहाँ केही कुरा भन्न चाहे। यतिखेर यो वेबसाइट चाहिँ एकदमै बिजी भइरहेको छ। एकपल्ट ओपन नभएको खण्डमा फेरि पुनः तपाईले चाहिँ ट्राई गर्दै गर्नु होला, अवश्य नै यो वेबसाइट खुल्नेछ। र त्यस्तैगरी म तपाईलाई यो डिटेल्स पनि बताउने छु। र तपाईहरु पनि रिटोटलिङ गर्न चाहनुहुन्छ भने आफ्नो मोबाइलमा रहेका कुनै पनि ब्राउजर ओपन गर्नु होला। र साथीहरु, ब्राउजर ओपन गरिसकेपछि सर्च बारमा गएर SEE.gov.np लेखेर सर्च गरिदिनु होला र केही समय लाग्दछ यो वेबसाइट ओपन हुनको लागि। र त्यस्तैगरी बिजी भएको खण्डमा पुनः फेरि तपाईले ट्राई गर्नु होला। धेरै साथीहरुले चाहिँ कमेन्ट गरिरहनु भएको थियो। म अलि बिजी भएको कारणले सबै कमेन्टको चाहिँ एन्सर दिन नपाएको कारणले यो एउटा सानो भिडियो बनाएर तपाईहरुलाई देखाउँदै छु र तपाईले ट्राई गर्दै गर्नु होला। र ट्राई गरिसकेपछि तपाईहरुकोमा पनि यस्तै प्रकारले यो एसई को राष्ट्रिय परीक्षा बोर्डको ब्राउजर चाहिँ साइट चाहिँ ओपन हुनेछ। र साथीहरु, ओपन भइसकेपछि थोरै तपाईले यसरी स्क्रोल गर्नु होला। र साथीहरु, यो चाहिँ सेम मोबाइलमा पनि यही प्रकारले आउनेछ भने डेस्कटपमा पनि यही प्रकारले आउनेछ। र यहाँतिर तपाईले देख्न सक्नुहुन्छ रिटोटलिङ फर्म 2081 भन्ने अप्सन देख्न सक्नुहुन्छ। क्लिक हियर टु प्रोसेस भनिरहेको छ। तपाईले रिटोटलिङ गर्न चाहनुहुन्छ भने यहाँतिर क्लिक गरिदिनु होला। र साथीहरु, क्लिक गरिसकेपछि तपाईले थोरै स्क्रोल गर्नु होला। र साथीहरु, थोरै स्क्रोल गरिसकेपछि यहाँ सिम्बल नम्बर भनिरहेको छ। यहाँ तपाईले आफ्नो सिम्बल नम्बर राख्नु होला, जुन चाहिँ अल्फाबेट चाहिँ राख्नु पर्ने छैन। र साथीहरु, सिम्बल नम्बर राखिसकेपछि डेट अफ बर्थ राख्नु होला र सर्च गरिदिनु होला। र साथीहरु, सर्च गरिसकेपछि तपाईले देख्न सक्नुहुनेछ। र त्यस्तैगरी कुन चाहिँ विषयमा चाहिँ तपाईले चित्त नबुझेको सब्जेक्ट रहेको छ त्यसलाई चेक मार्क्स लगाएर यस पछाडी फर्दर चाहिँ तपाईले पेमेन्टको प्रोसेस गर्नु होला, जसमा तपाईले ई-सेवा, खल्ती, आइएमई र कनेक्ट आइपीएस बाट पेमेन्ट गर्न सक्नुहुनेछ। र तपाईहरुको यो निवेदन अथवा अनलाइन फर्म चाहिँ भरिनेछ। र यसमा चाहिँ यो राष्ट्रिय परीक्षा बोर्डले चाहिँ यो तपाईको जुन रिटोटलिङलाई हाल्नु भएको छ त्यो सब्जेक्टको चाहिँ रिटोटलिङ हुनेछ। र साथीहरु, रिटोटलिङ भइसकेपछि धेरै साथीहरुले चाहिँ कहिले रिजल्ट आउँछ भनेर भनिरहनु भएको थियो। यसको लागि चाहिँ यति दिन भित्र भन्ने चाहिँ ठ्याक्कै दिन चाहिँ तोकिएको हुँदैन। जस्तै एसईको रिजल्ट चाहिँ यति दिनमा आउँछ भन्दै धेरै लामो समय पछाडी चाहिँ प्रकाशित भएको थियो भने त्यस्तैगरी तपाईहरु चाहिँ रिजल्ट चाहिँ यो वेबसाइट मार्फतै चेक गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईले ब्याक जानु होला। र साथीहरु, ब्याक गइसकेपछि थोरै स्क्रोल गर्नु होला। थोरै स्क्रोल गरिसकेपछि यहाँतिर तपाईले रिटोटलिङ रिजल्ट भन्ने यहाँ देख्न सक्नुहुन्छ। जब तपाईले फर्म भरिसकेपछि केही समय पछाडी फेरि आएर चाहिँ तपाईले यहाँ चाहिँ 1-2 दिनमा चाहिँ तपाईले यहाँ ट्राई गर्दै गर्नु होला। बेला बेलामा आएर तपाईले रिटोटलिङको रिजल्ट पनि यहाँ चेक गर्दै गर्नु होला। तपाईको रिटोटलिङको रिजल्ट पनि यहाँ देख्न सक्नुहुन्छ। साथीहरु, यस्तो प्रकारले तपाईले सजिलैसँग आफ्नो रिटोटलिङको फर्म पनि भर्न सक्नुहुनेछ र साथसाथै यहाँ रिटोटलिङको रिजल्ट पनि चेक गर्न सक्नुहुनेछ।